वेलकम द धर्मेन्द्र बायोलोजी युट्युब च्यानल। मैले भनेको कुरा त्यस्तै मैले होइन बोटनीमा कुनै इकोलोजी च्याप्टर पढ्यो होइन। त इकोलोजी च्याप्टर पढ्यो भने त्यसको आज नै थ्योरी पढ्ने, थ्योरी भनेको लाइन टु लाइन पढ्ने, क्वेसन भनेको मोडुलबाट नै आउँछ। अनि लाइन टु लाइन पढ्ने पनि अनि त्यो ब्ल्याक कलरमा त्यो बोल्डमा लेखेको हुन्छ आइएमबीको त्यो कम्पलसरी नै मतलब त्यहाँ यसले बुझेर नै पढ्ने, त्यस्तो क्वेसन त्यही क्वेसनहरू आउँछ, रिपिट भइरहेको हुन्छ। त्यस्तै मतलब इकोलोजीको होइन बोटनीको आज मतलब थ्योरी पढ्यो भने अनि एमसीक्यू आज नै गर्नुपर्छ। अनि त्यस्तै अनि भोलि होइन भोलि पढ्छ भने त्यस्तै इकोलोजी बोटनीको पढ्यो होइन त एकपल्ट मतलब 10 मिनट 15 मिनट 20 मिनट लगाएर त इकोलोजिकल पहिला 10 मिनट रिभिजन गर्नुपर्छ। तब बोटनीको न्यू च्याप्टरमा जब त्यस्तो गरे पनि बर्बाद हुन्छ, त्यसैले गर्नुपर्छ। त्यस्तै अनि जुलोजीको होइन तपाईँ यस्तै गर्नु, जुलोजी कुनै एउटा च्याप्टर लियो त्यो च्याप्टरको त्यो थ्योरी राम्रोसित पढ्यो, किनभने थ्योरी पढेपछि एमसीक्यू गर्न सजिलो हुन्छ। त्यहाँ एमसीक्यू फरक आउँछ, धेरै मतलब आउँछ, अप्ठ्यारो हुँदैन। जुन च्याप्टर तिमी जुलोजी पढ्छौ भने आज त्यसको थ्योरी अनि एमसीक्यू लाइन टु लाइन पढेर बुझेर एक दिनमा नै सक्नुपर्छ। अनि त्यस्तै जुलोजीको होइन एक दिनमा त्यस्तो जुन च्याप्टर आज पढ्यो होइन त्यसको भोलि पढ्छ भने त्यस्तो जुन च्याप्टर पढ्यो भने त्यस ए च्याप्टर पढ्यो भने ए च्याप्टरलाई नै रिभिजन गर्ने 10 मिनट 15 मिनट लागेन, जबसम्म रिभिजन गर्दैन जबसम्म प्रब्लम हुँदै गर्छ, कन्सेप्टै बस्दैन। जुन च्याप्टर मतलब जुलोजी बोटनीको कुनै सब्जेक्टको आज पढ्यो भने भोलि कुन न्यू च्याप्टर पढ्नुभन्दा अगाडि पहिला पढेको प्रकारलाई पढ्ने, मतलब जुन च्याप्टर आज पढ्यो त्यसलाई भोलि पनि एकपल्ट रिभिजन गर्ने, रिभिजन गरेर फेरि अर्को च्याप्टर तब न्यू च्याप्टरमा जम्प गर्ने, नत्र बर्बाद हुन्छ। तब केमिस्ट्रीमा यस्तै गर्ने, जुन च्याप्टर आज पढ्यो होइन कुनै च्याप्टर पढ्यो त पहिला ऊ च्याप्टरलाई जुन च्याप्टर आज पढ्छु न थ्योरी र एमसीक्यू एकै दिनमा सक्ने। अनि जस्तै जुन च्याप्टर आज केमिस्ट्रीको पढ्यो न त्यसलाई भोलि भनेको यो आज पढेको च्याप्टरलाई एकपल्ट रिभिजन गर्ने, तब न्यू च्याप्टरमा जम्प गर्ने। पहिला मतलब जुन च्याप्टर आज पढ्यो त्यो पुरानो च्याप्टरलाई एकपल्ट रिभिजन गर्ने 10 मिनट तब मात्रै अर्को न्यू च्याप्टर पढ्ने। अनि फिजिक्स पनि त्यस्तै कुनै च्याप्टर आज पढ्यो भने एक दिनमा थ्योरी र एमसीक्यू पढ्ने, अनि एमसीक्यू थ्योरी गरेपछि बुझेर पढेपछि भोलि मतलब न्यू च्याप्टर पढ्नु पर्दैन, मतलब पहिला मतलब पुरानो च्याप्टरलाई पढ्ने, जुन च्याप्टर पढ्यो आज भने त्यसलाई नै पढ्नु होइन। र दोस्रो कुरा अनि तब मतलब 3 बजेसम्म तिम्रो पुरै कम्प्लिट भइहाल्छ भने त्यस्तै केमिस्ट्री 3-4 बजे लाग्छ। यस्तै यदि तिमी होस्टेलमा बस्छौ भने 3-4 बजेसम्म कम्प्लिट भइहाल्छ, यदि रुममा बस्छौ भने 4-5 पनि बस्छ, त्यति फरक पर्दैन। तब यो गरेपछि होइन तब त्यस्तै केमिस्ट्री र फिजिक्स यदि विक छ भने केमिस्ट्री फिजिक्सलाई गर, अनि यदि केमिस्ट्री हुनुहुन्छ भने जुलोजीलाई गर, दुईवटा सब्जेक्ट मिनिमम गर्नुपर्छ। त्यो गरेपछि उसलाई पनि त्यस्तै आज जुन च्याप्टर पढ्यो भने त्यसलाई एकपल्ट पनि न्यू च्याप्टर पढ्नुभन्दा पहिला पुरानो च्याप्टरलाई एकपल्ट जुन च्याप्टर आज पढ्यो त्यसलाई एकपल्ट रिभिजन गर्नुपर्छ 10-15 मिनटमा। केमिस्ट्री पनि जुन च्याप्टर आज पढ्यो त्यसलाई एकपल्ट रिभिजन गर्नु, तब न्यू च्याप्टर मात्रै छिर्नु। अनि एक दिनमा थ्योरी प्लस एमसीक्यू सक्नु। अनि अरू कुरा के छ भने यति नै कुरा हो, अनि अरू कुरा पछि भनौँ। बाई बाई।